गत एपिसोडमा सुकुमायाको इन्ट्री चाहिँ बबाल तरिकाले भएको छ। अब आउने एपिसोडमा भुन्टी र भूपेन्द्रको सम्बन्ध मिलाउनको लागि सुकुमायाले कस्तो योजना बनाउन सक्छिन्। भूपेन्द्रले गर्दै गरेको गल्तीहरूलाई विगतमा सुकुमायाले धेरैचोटि माफी दिएकी छिन्। अब गरेको गल्तीमा सुकुमायाले भूपेन्द्रलाई माफी दिन्छन् जस्तो चाहिँ मलाई लाग्दैन। तपाईहरुको विचार के छ कमेन्ट गर्नुहोला। अनि टिकटक आइडीमा नयाँ हुनुहुन्छ भने फलो गरेर जोडिनु पनि होला। भुन्टी हराएकी छिन् र भुन्टी हराएको छिन् भन्ने कुरा सुकुमायाले थाहा पाएकी छिन्। यही बेलामा सुकुमायाले भुन्टीलाई खोज्नको लागि सहर आउने भएकी छिन्। तर त्यो बेलामा सुकुमायाले भुन्टीलाई भेट्छिन् कि मास्टरले भेट्छन् भन्ने कुरामा चाहिँ धेरै फरक हुने भएको छ। किनभने मास्टरले पनि भुन्टीलाई खोज्नको लागि धेरै प्रयास गरेको छ र मास्टरले धेरै मन पराएको व्यक्ति पनि हो भुन्टी। त्यसैले अब भुन्टीलाई भेट्नको लागि सुकुमायाले पहिला भेट्ने कि मास्टरले पहिला भेट्ने भन्ने कुरो उसले पनि ठुलो अध्याय सुरु गर्नेछ। यो एपिसोडहरुको प्रतीक्षामा हुनुहुन्छ भने कमेन्ट गर्नुहोला।